छोइला भन्ने बित्तिकै सबैजनाको मुख रसाउँछ। कसलाई मनपर्छ छोइला? हेलो हेलो नमस्कार सबैजनालाई, सन्चै हुनुहुन्छ होला। आज मैले घरमा मसरुमको छोइला बनाएको थिएँ। मैले कसरी बनाएँ छोइला यहाँहरू समक्ष सेयर गर्दैछु है त। सबैभन्दा पहिला हामीलाई मसरुम चाहिन्छ। मसरुमलाई तातो पानीमा पहिला उमाल्ने, उमालिसकेपछि त्यसलाई मजाले निचोरेर सुक्खा बनाएर तेलमा फुराउने, रातो रातो भएपछि त्यसलाई झिक्ने। मसरुम छोइला बनाउनको लागि आवश्यक मरमसलाहरू: प्याज चाहिन्छ, हरियो लसुन, अदुवा, लसुन, टिमुर, सुकेको खुर्सानीको पेस्ट बनाउने, हरियो धनियाँ। टमाटरलाई पोल्न पनि सक्छौँ, उसिन्न पनि सक्छौँ। हामीलाई टमाटर चाहिन्छ आवश्यकता अनुसार। मैले चाहिँ हामी 2 जनाको लागि अचारको रूपमा थोरै बनाएको थिएँ, त्यसकारणले गर्दा थोरै मेटेरियल्सहरू चाहिँ रेडी गरेको थिएँ। यहाँहरूले पनि आवश्यकता अनुसार सबै सामग्रीहरूलाई रेडी गर्न सक्नुहुन्छ। छोप पनि हामीलाई चाहिन्छ, त्यसै गरी अमिलो पनि चाहिन्छ। सबै मेटेरियल्सहरू रेडी भइसकेपछि हामीले तयार गरेको सबै मरमसलाहरू, अनि त्यसपछि त्यहाँ अमिलो राख्छौँ, छोप राख्छौँ। लास्टमा तेल तातो बनाउने, त्यसमा थोरै मेथी र बेसार राख्ने र त्यसलाई रातो रातो बनाइसकेपछि सबै मसरुम मरमसलाहरू राखेको ठाउँमा त्यसलाई मिक्स गर्ने। हातले मिक्स गर्दा अझ मिठो हुन्छ।